हेलो साथीहरू, आज चाहिँ मैले भाइरल केक तयार गरिरहेको छु। त्यसको लागि ब्रेड, अंडा, दूध अनि स्वादअनुसारको चिनी हालेर मैले पेस्ट तयार गर्दैछु है। यतिन्जेलको लागि मैले यहाँनिर 2 चम्ची चिनीलाई लिएको छु, पगालेँ है। चिनी पगालेर यतिको भइसकेपछि मैले एउटा बटुकोमा सेट हुन छोडिदिएँ। एउटा बटुकोमा यति सेट भइसकेपछि फेरि त्यो पेस्टलाई हालिरहेको छु। अनि त्यो पेस्ट हालिसकेपछि मैले त्यहाँ स्टिम रेडी गरिरहेको थिएँ। स्टिममा हाल्छु मैले चाहिँ ओदनलाई पल्टाएर पानी उमालेर स्टिम दिने भनेर तयार गरेको छु। यसलाई म 15-20 मिनट छोडिदिन्छु अनि त्यसपछि मेरो केक तयार हुन्छ। मेरो केक तयार हुँदाखेरि एकदम राम्रो देखिएको थियो। हेर्नुहोस् त कस्तो राम्रो देखिरहेछ। यो हुन त पहिले नै मैले बनाइसकेको केक हो। अहिले चाहिँ जताततै ट्रेन्डिङमा छ अनि भाइरल भइरहेछ है। मलाई पनि आज बेबीको लागि स्पेसल बनाइदिउँ न त यो केक, धेरै पछि बनाएको भनेर बनाउनु मन लाग्यो। त्यही भएर बाबुको लागि पनि बनाइदिएँ अनि उसको लागि छुट्टै कचौरामा छुट्याइदिएँ। हेर्नुहोस् त कति राम्रो देखिएको, कस्तो तर मिठो पनि थियो। तर गुलियो मन पर्नेलाई चाहिँ मिठै हुन्छ। तपाईँहरूले पनि बनाएर खानु होला।